विश्वको सर्वोच्च शिखरको छायामा, जहाँ हावा अत्यन्त पातलो छ र सपनाहरू आकाशसम्म पुग्छन्, सन् 1993 अप्रिल 22मा एउटा सानो शेर्पा गाउँकी महिलाले इतिहास रचे। उनको नाम हो पासाङ लामु शेर्पा। उनी माउन्ट एभरेस्टको चुचुरोमा पुग्ने पहिलो नेपाली महिला बनिन्। यो हो साहस, विद्रोह र अन्तिम बलिदानको कथा। पासाङ लामु शेर्पाको जन्म सन् 1961 डिसेम्बर 10मा लुक्ला, सोलुखुम्बु जिल्लामा भएको थियो। हिमालयका अग्ला हिमालहरूले घेरिएको परम्परागत शेर्पा परिवारमा हुर्केकी उनलाई सानैदेखि हिमालले बोलायो। जुन बेला छोरीहरूलाई घरमै बस्न, खाना पकाउन र बच्चा हुर्काउन भनिन्थ्यो, पासाङको सपना ठूलो थियो। उनी हिमाल चढ्न चाहन्थिन्। त्यहाँको कठिन जीवनमा औपचारिक शिक्षा कमै थियो, तर उनीसँग एउटा अमूल्य कुरा थियो: अटुट साहस र पुर्खाहरूबाट प्राप्त हिमाली ज्ञान। 17 वर्षको उमेरमा उनी परम्परा विरुद्ध विद्रोह गरिन्। मिलाइएको विवाह छोडेर प्रेमीसँग भागिन् र काठमाडौँ आएर लाक्पा सोनाम शेर्पासँग बिहे गरिन्। दुवैले मिलेर आफ्नै तरिकाले जीवन बनाए। उनीहरूले थामसेरको ट्रेकिङ कम्पनी स्थापना गरे, जसले उनलाई परिवारको जिम्मेवारीसँगै आफ्नो प्यासन पछ्याउन मद्दत गर्यो। पासाङ केवल ट्रेकिङ मात्रै गर्थिनन्, उनी कडा तालिम लिन्थिन्। पिसाङ पिक जस्ता हिमाल चढिन् र उच्च उचाइका अभियानमा अनुभव बटुलिन्। उनी 3 सन्तानकी आमा थिइन्: छोरी दावाफुटी शेर्पा, दिकी शेर्पा र छोरा नामग्याल शेर्पा। तर आमाको भूमिकाले उनको सपनालाई रोकेन, बरु अझ बल दियो। उनी आफ्ना बच्चाहरूलाई र सम्पूर्ण नेपाली छोरीहरूलाई देखाउन चाहन्थिन् कि हिमाल उनीहरूको पनि हो। एभरेस्ट प्रतिको उनको चाहना सन् 1990 को आसपासबाट तीव्र भयो। कुनै पनि नेपाली महिलाले 8848 मिटर अग्लो यो विशाल हिमाल चढेका थिएनन्। पासाङले 3 पटक प्रयास गरिन् र असफल भइन्। प्रत्येक पटक मौसम, थकान र हिमालको क्रूरताले उनलाई फर्कायो, तर उनी कहिल्यै हार मानिनन्। उनले हिमालसँग मात्र होइन, समाजको बन्धन र प्रशासनिक अडचनसँग पनि लडिन्। सन् 1993 को वसन्तमा चौथो प्रयासमा सबै कुरा मिल्यो। पासाङ लामु शेर्पाले शेर्पा स्पोन्सर्ड अभियानको नेतृत्व गर्दै अप्रिल 22मा दिउँसो करिब 2:30 विश्वको सर्वोच्च शिखरमा आफ्ना 5 सहयात्रीसँगै उभिइन्। उनले नेपाली झण्डा गाडिन्। छोटो छेडका लागि नेपालकी छोरीले चोमोलुङमा हिमालकी आमा देवीलाई जितेकी थिइन्। अब अवतरण सुरु भयो, तर एभरेस्ट कहिल्यै दयालु हुँदैन। बाटोमा भीषण हिमादी आयो, दृश्यता शून्य भयो, अक्सिजन सकिन थाल्यो। दक्षिण शिखर नजिकै मौसम अत्यन्त प्रतिकूल बन्यो। पासाङ लामु शेर्पा र उनका सहयात्री सोनाम छिरिङ शेर्पा सुरक्षित ठाउँमा फर्कन सकेनन्। उनी सन् 1993 अप्रिल 22मा 31 वर्षको उमेरमा आफूले जितेको हिमालकै काखमा बिदा भइन्। उनको शव मे 10मा निकै मेहनतले तल झारियो। उनको निधनले नेपाललाई स्तब्ध बनायो, तर उनको उपलब्धिले एउटा आगो बालियो जुन अझै बलिरहेको छ। बौद्ध चुचेपाटीमा उनको पूर्ण कदको मूर्ति छ। उनको तस्बिर भएको डाक टिकट जारी भयो। एउटा हिमाल उनको नाममा पासाङ लामु पिक नामकरण गरियो। सडक, गहुँको प्रजाति, स्मृति हल सबैमा उनको नाम जीवित छ। उनको विरासतले हजारौं नेपाली महिलालाई ठूलो सपना देख्न र अग्लो शिखर चढ्न प्रेरित गरिरहेको छ। पासाङ लामु शेर्पाले हामीलाई सिकाइन् कि सच्चा महानता केवल चुचुरोमा पुग्नुमा मात्र होइन,
जब संसारले तिमीले सक्दैनौ भन्छ, तब पनि निरन्तर प्रयास गर्नुमा छ। उनी श्रीमती, आमा, मार्गदर्शक र राष्ट्रिय नायिका थिइन्। उनको जीवन छोटो भयो, तर उनको आत्मा हरेक नेपाली छोरीले जुत्ता लगाएर हिमालतिर हेर्दा जीवित रहन्छ। हिमालयको पातलो हावामा जहाँ किम्बदन्तीहरू जन्मिन्छन्, पासाङ लामु शेर्पा सधैँ उचाइमा उभिरहनेछिन्, विश्वको छानामा पहिलो नेपाली महिला।